यस्तो छ नि हात त्यो माटोमा हान्नुपर्छ अनि मात्र सूर्यमा बोट हुन्छ नापियो नापियो कहाँ होला यस्तो होइन विदेशमा मात्र हुन्छ होला भने जय माता हेलो साथीहरू गुड मर्निङ सो फ्याफुल्ला वेलकम ब्याक न्यू भिडियो होइन आज चाहिँ आफ्नै कहाँबाट अरे करेसा बारीबाट चाहिँ मैले भ्लग सुरु गरेको छु साथीहरू होइन यस्तो राम्रो छ कि यहाँ अहो हेर्नु त यति राम्रो होइन फुलै फुल छ हजुरलाई चाहिनुहुन्छ भने आउनु होला हाम्रो यो करेसा बारीको फुल लिनलाई अनि यता हुनुहुन्छ हाम्रो ब्युटिफुल हुनुहुन्छ हाम्रो दिदी म चाहिँ यता माथि गाउँघरमा चढेको छु गाई चरो अनि यस्तो राम्रो छ होइन यहाँ म यहाँको होइन मलाई यो फुलहरूले होइन यो ठाउँहरूले मलाई फुलै फुल मलाई त कस्तो राम्रो म त यो फुलै फुल हेर्न आएको साथीहरू होइन तपाईँहरू पनि आउनु होला भन्दै जाठा फुपूलाई पनि ल वेलकम छ है मेरो युट्युब च्यानलमा अरे के नदेखाउनु अरे अनि त्यस्तै त हो त अनि जस्तो हुन्छ त्यस्तै म चाहिँ यता फुपूको माएको छु यस्तो राम्रो राम्रो फुल यार मैले त लागेको सोचेको थिएँ यहाँतिर पनि हुँदो रहेछ क्या यस्तो राम्रो राम्रो अनि कति राम्रो राम्रो फुल है सब यो बेच्ने हो नि यहाँ हेर्नु त कस्तो चाहिँ राम्रो त यत्रो रुममा यत्रो कस्तो राम्रो क्या कस्तो राम्रो ठाउँ क्या गाइसहरू तपाईँहरू आउनु ल यहाँ घुम्नलाई फुल चाहिन्छ भने किन्नलाई आउनु होला मिलाएर दिनुहुन्छ अरे आमा प्रायः जस्तो यहाँ सबै फुलै फुल रोपेको है है यो पनि यो र फुल यो तर यहाँ कस्तो राम्रो है फुलको यहाँ यस्तो छ कलरको छ साथीहरू यहाँ यस्तो छ भने यहाँ यस्तो छ यस्तो छ होइन अनि यहाँ चाहिँ मेरो साह्रै मेरो बहिनीको छोरा छ पुरा के लगाएको त्यो टाउकोमा टोपी हो अनि एउटा कुरा सोध्छु नि अब त बहिनी अनि बहिनीको त भनिरहेको त मम्मी कहाँ छ अरे विदेशमा हो अनि मम्मीको माया लाग्दैन लाग्छ मम्मीको याद आउँछ बिचरा बाबा कहाँ हुनुहुन्छ बाबा त घरमा छ घरमा ए मम्मीलाई के भन्नु आई मिस यु भन्नु छिट्टो आउनु ल भन्नु माया लाग्छ मम्मीको साटो मलाई माया गर नि त ठुली मम्मीलाई गालामा गर्छ अनि यता चाहिँ हुनुहुन्छ हाम्रो आई के गर्नु हेर तिमी चाहिँ कुन पार्टी अरे भाइ म त माटो हो माटो हो जय माटो भन न देख्छु जय माटो माटो दिदी तिमी पनि जय तपाईँ पनि जय माटो घन्टी हो तपाईँ फेरि घन्टी भाइ के हो घन्टी हो कि माटो माटो भन मारो यहाँ दिदी चाहिँ फेरि घन्टी अरे अनि दिदीकै भाइ चाहिँ फेरि यता माटो अरे गाइस पार्टीको कुरा गरे भने चाहिँ घरमै मिल्दैन रहेछ क्या फेरि तेरिका अब यहाँ सँगै बस्ने दिदी घन्टी यता फेरि माटो यता के अरे फेरि छुट्टै छ यता फेरि मेरो छोराको होइन अनि राम्रो आउँ यता आई तपाईँको चाहिँ के हो माटो हो कि घाम हो एमाले हो म लो अब यता छोरा फेरि माटो अब म बुहारीलाई सोध्नु पर्यो बुहारी नानी तिमी चाहिँ केमा खाना भनेपछि ऊ पनि एमाले नै परेछ एमाले बिचारै मेरो बुहारी यहाँ हेर त कम्ती काम गरिरहेको छैन बुहारीलाई मात्र लुगा धोएर तिमी चाहिँ हिरो भएको त बिचारा हेर आमा मच्चै भएको भए तानेर ल्याएर धुवाउँथ्यो हो के लिएर भाइ यस्तै हो गाइजहरू म चाहिँ होइन जय माटो म भाइ आउँछ भाइ र म चाहिँ जय माटो यस्तो भएको छ अहिले के भएको छ थाहा छ तपाईँलाई त्यो पहिला हामीले हान्थ्यो नि सूर्यमा छाप
भन्नु न त्यो चाहिँ अहिले त्यो माटोमा भएको छ के सरेको छ क्या त्यो छाप त्यही भएर तपाईँले माटोमा हाल्नु माटोमा हाल्यो भने मात्र तपाईँको एमालेमा जान्छ भोट नाप्यो होला नाप्यो होला हाम्रो आईलाई नसक्नै पर्यो मेरो फुपूलाई हे भगवान् जतैबाट नि सूर्य तपाईँ होइन आई माटोलाई माटो अहिले चिन्ना त्यो फेरिएको छ क्या चिन्न फेरियोस् त्यहाँ चिन्न चाहिँ घाम छर छ भने त्यही घामलाई हान्ने हो चिन्न चाहिँ घाम छर छ भने त्यही घामलाई हान्ने हो कौन है ये लोग कहाँ से आते हैं यस्तो त छ नि यस्तो छ ऊ यता फेरि सपोर्ट गर्ने छ फेरि यता छुट्टै यता फेरि जय घन्टी यता फेरि जय एमाले घाम यता बुहारी फेरि खाने अरे के हो भनेको खाने हो अरे के खाने हो अनि यहाँ त घर परिवारमै यस्तै छ गाइजहरू के गर्नु र यो एमाले पहिल्यैदेखि हाम्रो अन्धा गरेको छ नगर्नेलाई दिन्छु भन्नु त अब गर्छ नि त अब बिस्तारै गर्छ चिन्न पनि चिन्दैन यस्तोहरू चाहिँ चिन्दैन अरे गाइजहरू के भनेर हाम्रो आईलाई अब म केही भन्न सक्दिनँ यस्तै हो अरू फुल यसरी टिपेर बेच्नु लानुहुन्छ अरे कि हाम्रो आन्टीले यहाँको आन्टीले दुःख छ बारी हुने दुःख छ बिचारा के भन्नु र कहाँ खालि सूर्यमा भोट हान्छु भन्छ यो फुपू कान्छ सबै योजना बाटो बनाएको धेरै सुविधा नै अब एकल महिलालाई भत्ता दिएको यताउति त सबै सबै सूर्यले गरेको छ के कम त गरेको छ गर्नु त गरेको छ टाउको राम्रो त्यो टाउकोले नै छुट्याएर दिएकोले त आएको होला भोट राखे देखुनको एमाले हो मलाई कट्टरै एमाले सूर्यलाई भोट माग्नु गएको है अघि घन्टी बजार घन्टी जिन्दाबाद रे घन्टी अघि घन्टी बजार घन्टी जिन्दाबाद रे घन्टी सूर्य जिन्दाबाद भनेर यही त खेला हो क्या हो रे गरेको छ के अनि त्यहाँदेखि चाहिँ नि त्यसलाई पनि होइन चाहिँ कसरी भन्नु त हौ होइन चाहिँ कसरी भन्नु त हौ ओके ओहो यता फेरि हाम्रो फुपू नगरेको छैन हाम्रो विकास कसले गरे त्यसलाई हेर्ने हो नि हाम्रो अन्त विकासै छैन भने चाहिँ नि लु म यो हो भन्दाखेरि भने विकास पनि हराउँछ त्यहाँदेखि त झन् हराउँछ कता हेर्नु अनि आकाश हेर्नु अनि कता हेर्नु त त्यहाँदेखि त विकास गर्न चाहिँ होइन भने अहिले मलाई फुपूले त्यसो भए त एमाले होइनस् घाम होइनस् भने भित्र गएर बस किन घाममा घाम ताप्सेस भन्नु बेर छैन मलाई गाइजहरू पहिला त गोरेटो बाटो थियो यो यताको बाटो गोरेटो थियो फुल चाहिँ अनि फुल चाहिँ बेच्नुहुन्छ आन्टी कसरी बेच्नुहुन्छ फुल चाहिँ फुल फुलको त ठेक्का नै छैन कहिले भाउ आउँछ कहिले आउँदैन ए फुलको यही हो रेट भन्ने हुँदैन दसैँ टाकाले चाडबाड परेमा चाहिँ आउँछ ए त्यतिखेर त्यही रेट हुन्छ होला अहिले त्यही रेट है त्यति उहाँ सूर्यमा भन्नुहुन्छ त भोट किनभने यस्तो राम्रो हुन्छ घामले गर्दाखेरि यो सुक्दैन ओइलिन्छ अरे क्या पानीमा डुबाइराख्यो भने एक हप्तासम्म फुलिराख्छ फुलिरहेको छ त्यो हाम्रो कस्तो राम्रो त हेर्नु त आन्टी आन्टी पनि त्यस्तै राम्रो झन् राम्रो हो भनेको के कति राम्रो राम्रो ए यो चाहिँ सेतो हुन्छ ए साथीहरू यो चाहिँ सेतो हुन्छ अरे अनि यो चाहिँ यस्तो कि तर कस्तो राम्रो क्या आन्टीले टिप्दै हुनुहुन्छ बिचरा फुल चाहियो भने चाहिँ यो ठाउँमा आउनुपर्छ के अरे यो ठाउँको नाम आन्टी चौगु इचाङ्गु नारायण भन्ने ठाउँमा हेर्नु त आन्टीको यहाँ अनि उता पर पनि छ अरे कति फुलै फुल मलाई त लास्टै मन पऱ्यो क्या हेर्नु त नजारा फुलै फुल गाइछ लास्टै मन पऱ्यो त्यो ठाउँ पनि राम्रो छ क्या यस्तो राम्रो ठाउँमा गाइस म आएको छु आज चाहिँ एक्लै घुम्नलाई के भन्नु र यस्तै हो गाइजहरू म चाहिँ आज यही फुल देखाउनलाई ब्लग बनाएको हो हजुरलाई कस्तो लाग्यो त राम्रोसँग हेर्नु होला मेरो ब्लग मिलाएर दिनुहुन्छ अरे आन्टीले फुल चाहिँ दाम मिलाएर यहाँ टिपिसक्नुभयो हेर्नु यहाँ म त यहाँ बनस्थलीबाट आन्टी
के चाहिँ छैन यहाँ मान्छे छ यहाँ हिरो मान्छे छ फुल लिन आउँदाखेरि यस्तो हिरो मान्छेहरू देख्न पाउनुहुन्छ यता यस्तो हिरोनी मान्छे देख्न पाउनुहुन्छ फुल लिनलाई मलाई चाहिँ कस्तो यो चाहिँ गाउँघर जस्तै लाग्यो कि हाम्रो गाउँघर जस्तै मिठो हुन्छ यतिकै म त जता गए पनि मेरो नजरा चाहिँ यही फुलमा जान्छ क्या गाईजोरी यहाँ हेर्नु त अनि माई गड यहीँ म त यतै बस्छु होला हौ यता छैन होला यसो बिहे गरेर बस्थेँ मेरो भाइको हालत हेर्नु त यहाँ ओ माई गड यहाँ फुल मात्र राम्रो होइन मेरो भाइ पनि राम्रो छ आइदिनु होला किसिमै छ मेरो भाइ मलाई नचिने घरे म चाहिँ भाइ आउँदाखेरि मेरो टिकटक बनाउँदै थिएँ यहाँ माथि मान्छे आइरहेको छ क्या फुल किन्नुलाई हो यस्तै निकै आएको थियो अनि कुन चाहिँ फुल किन्न छ भन्छ नि आमाले राम्री भन्दै थिइन् क्या जस्तो म सुतेको बेला फेरि फुत्रुक नाच्छ होइन होइन नाच्छ अनि साथी देख्दिन रोटी आउनु पर्ने भन्छ हो त नि गएर हेर्नु होइन मेरो भाइले पनि हँसायो यहाँ मलाई अरे पर बाटोबाट हेरेको अरे अनि यहाँ म चाहिँ यो टिकटक बनाउनु व्यस्त थिएँ नि लास्टमा झिक्यो भाइ राम्री आएको थियो अनि यसो राम्री आएको छ मेरो भाइ राम्री आउँछ है यहाँ राम्री आएको अब चाहिँ यहाँ फुल किन्न आउँदाखेरि चाहिँ मेरो भाइलाई पनि भेटेर जानु है यहाँ बिचरा हुन्छ म त भित्र दैन थिएँ मेरो भाइ गाह्रो छ हाम्रो फेरि सुत्छ यो त भाइकै कमजोरी देख्यो नि त अनि झन् भन्नु पर्दैन हो यस्तो राम्रो छ यहाँ यस्तो राम्रो छ भन्दै झन् आफै हिँड्ने क्या आमालाई यत्रो राखेको छु यहाँ हेर्नु है छ्यास आउने बित्तिकै पहिला सोध्नु भनेको आमाले त्यही भएर मैले हेलिकप्टर किन्नु भनेको हेलिकप्टर किनेपछि त म फेरि यस्तो क्या आमालाई फेरि अब छाड्नु जरे क्या अब हेलिकप्टर कहाँ छाड्नु हो फुपू यता बस्नु त फुपू राम्रो आमाले हेलिकप्टर किनौँ न भनेको कहाँ बिसाउनु भन्छ आमाले हेलिकप्टर किनौँ न भनेको कहाँ बिसाउनु भन्छ लाग्छ अरे हौ हिँड्दा अब कहाँ पिसाब गर्नु अरे आई माथिदेखि छटाङटाङ दिनु हेलिकप्टरमा कहाँ पिसाब फेर्ने अरे मार्छ कहाँ फेर्ने हेलिकप्टरमा त प्लेनमा कहाँ फेर्ने अनि अस्ति समित दाजुको मम्मीले चाहिँ झ्याल खोजेको गर्छ होइन के भयो भने थुक्नु पर्यो भने झ्याल खोजी हेलिकप्टरमा प्लेनमा झ्याल खोल्नु गएको थुक्छु भने मम्मीले थुकाएर अब चढेपछि आधी बाटो कहाँ पुग्दा माथि उठेर गर्दा थुकाएर क्या दमदम्ती गर्छ अरे होइन भित्ता छामिन्छ अरे के गरेको भन्दा त झ्याल खोजेको सिबारिसमा हामी खाजा खाना खालेको कस्तो जाडो रहेछ यार यहाँतिर त हामी चाहिँ अब खाजा खाएर फेरि घर जानुपर्ने हुन्छ अब खाजा खाने हो त्यहाँबाट घर जाने हो म पनि के गर्नु अब यहाँको फुल वातावरण मान्छे हेर्दा त छोड्नु मन थिएन बाध्य त छ हेर न कौन है ये लोग कहाँ से आते हैं पनि आउँदैन साथीहरू गाइजहरू अब खाजा खाने अब भन्दैछ त हामी जाने यहाँ फेरि दुखा चरेलाई होइन यहाँ आफ्नै करिसाबारी रमाउँदै खाजा खाएकोलाई ओ यो त चाहिनै भन्छ होला मान्छेले मेरो भिडियो हेऱ्यो भने त आज त छाङछाङ छुङछुङ गरेर